चाहिँ यसो प्रकृतिसँग चाहिँ रमाउन खोजिरहेछौँ, फ्रेस हुन खोजिरहेका छौँ। यहाँलाई हिमालयको काठको बसेर हिमालयमै जति के चाहिँ भइरहेछ, यहाँलाई मैले वन जङ्गल हरियालीहरू देखाइरहेको छु भने म चाहिँ घुम्नलाई निस्केको छु। प्रकृतिसँग रमाउनलाई हामी चाहिँ सानो टुरको लागि निस्केको यहाँलाई जानकारी गर्दैछौँ। हामी चाहिँ अहिले एकदमै नयाँ नयाँ ठाउँमा घुम्नलाई हामी निस्केको छौँ। हामी खोजिरहेछौँ नयाँ नयाँ ठाउँ, कता कता हामी नपुगेको ठाउँहरू चाहिँ अब सुरु हुन्छ फेरि हामी घुम्नको लागि ठाउँहरू। राम्रो ठाउँ छ क्या है, हेर्नुहोस् त यस्तो राम्रो ठाउँ हामी मिस गरिराखेको रहेछ क्या हामीलाई। हेर्नुहोस् यस्तो दामी ठाउँ छ, यस्तो रमान्य ठाउँहरू चाहिँ हामीले मिस गरिराखेको रहेछ। यस्तो बाटो एकदमै राम्रो छ यो ठाउँको पनि, देखाउनुहोस् त बाटो। ल यस्तो राम्रो बाटो छ, हरियाली घुम्न हामीलाई छुटेको रहेछ। एकदमै मन फ्रेस भयो आज मेरो, एकदमै आनन्द लाग्यो यसरी घुम्न पाउँदाखेरि। हप्ताको एकचोटि चाहिँ हामी घुम्नै पर्छ। यस्तो ठाउँमा त कहिले पुगेन मात्र। ड्राइभिङ आज म चाहिँ पुरा आफै ड्राइभ गरेर निस्केको। ज्याम आएको छ 8 घन्टा जति त लागिसक्यो हामी ड्राइभ गरेको। कति नै घुम्दै